आफ्ना विचार र मागहरू बोकेर एउटा एक्लो मान्छे 10 वर्षदेखि धरानका गल्लीहरूमा टोल टोलहरूमा एक्लै एउटा कालो झोला र पानीको बोतल बोकेर भौतारिरह्यो। उसले आफ्ना आवाजहरू धरानका माटो र आकाशहरूले सुन्ने गरी दोहोर्याइरह्यो। धरान नगरका समस्याहरूलाई उठाइरह्यो, कुटाई खाइरह्यो, जेल गइरह्यो, तर ऊ थाकेन। निर्वाचनका बेला अरू दलका नेता कार्यकर्ता लावा लस्कर हुन्थे, उनीहरू मासु भात र रक्सीमा रमाइरहेका हुन्थे। तर यी व्यक्ति एउटा टेम्पोमा हाते माइक र साउन्ड बक्स बोकेर धरानका गाउँ बस्तीहरूमा धरानका जल्दा बल्दा समस्याहरूबारे जनतालाई जगाउँदै हिँडिरहेका हुन्थे। उनले आफ्नो पर्चा आफै लेखे र आफैले बाँडे, आफ्नो अभियानको गीत आफै गाए। उनका कुरा सुन्न कोही भेला नभए पनि उनले त्यसलाई खासै वास्ता गरेनन्। अरूले उनको जति खिल्ली उडाए पनि उनलाई केही फरक परेन। तर अन्तिममा धराने जनताले यी एक्लो योद्धालाई यस्तो सरप्राइज दिए कि जो आज हिलोमा फुलेको कमल जसरी फक्रिन पुगे। बोकेको नेपालको पूर्वी शहर धरानको चर्चा गरौं, जहाँ लामो समयपछि एउटा योद्धाले युद्ध जितेका छन्। एक्लो योद्धा हर्क साम्पाङ। पूर्वी नेपालको शहर धरानको अवस्था पनि बोलिभियाको कोचाबम्बाको अवस्था भन्दा खासै फरक छैन। धरानमा खानेपानीको ठूलो हाहाकार छ। यति बेला धरानमा खानेपानीको माग दैनिक 4 करोड़ लिटर छ भने आपूर्ति केवल 1 करोड़ 20 लाख लिटर मात्र रहेको छ। धरानको यो खानेपानीको अभावलाई समाधान गर्न धरान उपमहानगरपालिकाले एसियाली विकास बैंक एडीबी को 1 अर्ब 77 करोड़ ऋण अनुदानमा सन् 2015 मा खानेपानी आयोजनाको काम शुरू गरेको थियो। यो आयोजना र धरान उपमहानगरपालिका बीच भएको सम्झौतामा प्रतिदिन 1 करोड़ 52 लाख 20 हजार लिटर पानी उत्पादन गर्ने भनेर उल्लेख भएको थियो। तर यो आयोजना सम्पन्न भएर हस्तान्तरण भइसक्दा पनि धरानको खानेपानीको अवस्था पहिलाको जस्तै छ। अहिले यो आयोजना पूर्ण रूपमा असफल भएको आशंका छ। सम्झौतामा उल्लेख भएको भन्दा आधा पनि पानी उत्पादन हुन नसकेको स्थानीयको आरोप छ। एडीबीको शर्त अनुसार धरानको खानेपानी व्यवस्थापनको जिम्मा सरकारद्वारा सञ्चालित खानेपानी संस्थानबाट खोसेर खानेपानी बोर्डमा पनि सारियो, जसले खानेपानीको महसुल कोचबाम्बाको जस्तै दोब्बर नै महँगो बनायो। तर खानेपानीको आपूर्तिमा भने कुनै सुधार भएन। नोबेल पुरस्कार विजेता बंगाली कवि रविन्द्रनाथ टैगोरको एउटा चर्चित कविता छ एक्ला चलो रे, जसको पहिलो हरफमै भनिएको छ, यदि तिम्रो आवाज सुनिएन भने एक्लै हिँड। धरानका हरेक समस्याहरूमा प्रश्न गर्ने तर जवाफ नपाउने एउटा यात्री यसै कवितामा भनेझै एक्लै हिँडे। उनी हुन् हर्क साम्पाङ। धरानमा खानेपानी राजनीतिको मूल मुद्दा हो। यो मुद्दालाई यहाँका राजनीतिक दलहरूले आफ्नो दुनो सोझ्याउन प्रयोग गर्ने गर्छन्, तर सत्तामा पुग्ने बित्तिकै यो मुद्दा उनीहरूको प्राथमिकताको विषय रहँदैन। बरु धरानका प्राय सबै ठूला राजनीतिक दलहरू, जनप्रतिनिधि र एडीबीको खानेपानी परियोजनाका कर्मचारीहरूका लागि यो परियोजना दुहुनो गाई बनेको छ, जसको विरुद्ध एक व्यक्तिले आवाज उठाए तर त्यो आवाज सुनुवाई भएन। त्यसैले हर्क साम्पाङ त्यहाँ भएको व्यथिति र परियोजनाको असफलताका बारेमा सुरुदेखि नै भण्डाफोर गर्दै आएका थिए। उनको आन्दोलन निरन्तर जारी रह्यो। जब एडीबीको खानेपानी परियोजना असफल भयो, उनीहरू जसरी पनि यो परियोजनालाई हस्तान्तरण गर्न लागि परे। त्यसबेला धरानको खानेपानीको एउटा मुहान रहेको सर्दु खोलाबाट आफ्नो प्लान्टतर्फ अनाधिकृत रूपमा लगेको पाइपलाई हर्क साम्पाङले खुस्काइदिए। त्यसपछि हर्क साम्पाङलाई प्रहरीले गिरफ्तार गरी पटक पटक म्याद थप्दै थुनामा राख्यो। धरानको खानेपानीको समस्यालाई लिएर उनी काठमाडौँमा सम्बन्धित मन्त्रीलाई समेत भेट्न गए। मन्त्रीले भेट दिन समेत जरुरी ठानेनन्। तर आफ्नो उद्देश्यमा अडिग साम्पाङले असफल भए पनि आन्दोलन जारी राखे। त्यस्तै हर्क साम्पाङले सर्दु खोलाबाट बालुवा गिटीको अत्यधिक दोहन रोक्न निगरानी गर्न खोजे। नियम अनुसार 4 फिट मात्र खोलाको सतह खन्न अधिकार प्राप्त भएकोमा 15-20 फिट खनेको पाएपछि त्यसलाई रोक्न खोज्दा गिटी बालुवा व्यवसायीहरूले उनी र उनको समूहमाथि आक्रमण समेत गर्यो। उनको टाउको समेत फुटाइयो। घटनास्थलमा पुगेको प्रहरीले समेत ती तस्करहरूको पक्षमा लाग्दै उल्टै हर्क साम्पाङकै समूहलाई गिरफ्तार गर्यो। हर्क साम्पाङ एमसीसी विरुद्धको आन्दोलनमा पनि सुरुदेखि नै सरिक थिए। उनले आफ्ना सीमित सहयोगीहरूको साथमा एमसीसी विरुद्ध आन्दोलन जारी राखे। नियमित जस्तै जनताको चेतना जगाउन उनले राष्ट्रिय झण्डा बोकेर एमसीसी विरुद्ध धरानको मुख्य केन्द्र भानुचोकमा कोणसभा गरिरहे। अरू राजनीतिक पार्टीहरूले आफ्नो स्वार्थ अनुसार एमसीसी प्रतिको अडान फेरे, तर हर्क साम्पाङ
आफ्नो अडानमा अलिकति पनि विचलित बनेनन्। धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको विकृति र विसंगति विरुद्धको हर्क साम्पाङको अभियान निरन्तर जारी रह्यो। उनले बीपीको उपकुलपति विरुद्ध मात्र धरना जुलुस गरेनन्, बरु सो प्रतिष्ठानको समग्र सुधारको लागि आन्दोलन गरे। उनको आन्दोलन अरू पार्टीको आन्दोलन भन्दा के अर्थमा पनि फरक थियो भने अरू पार्टीले सो प्रतिष्ठानमा आफू समर्थक उपकुलपति नियुक्त गराउने वा त्यसलाई हटाउने लक्ष्यका साथ काम गर्थे भने हर्क साम्पाङले धरानी जनताले सहज रूपमा सुविधा पाउनुपर्ने माग राखे। आफ्ना विचार र मागहरू बोकेर एउटा एक्लो मान्छे 10 वर्षदेखि धरानका गल्लीहरूमा टोल टोलहरूमा एक्लै एउटा कालो झोला र पानीको बोतल बोकेर भौतारिरह्यो। उसले आफ्ना आवाजहरू धरानका माटो र आकाशहरूले सुन्ने गरी दोहोर्याइरह्यो। धरान नगरका समस्याहरूलाई उठाइरह्यो, कुटाई खाइरह्यो, जेल गइरह्यो, तर ऊ थाकेन। हर्क साम्पाङले एउटा टेम्पूमा हाते माइक र साउन्ड बक्स बोकेर धरानका गाउँ बस्तीहरूमा धरानका जल्दा बल्दा समस्याहरूबारे जनतालाई जगाउँदै हिँडे। आफ्नो पर्चा आफैले लेखे र आफै बाँडे, आफ्नो अभियानको गीत आफै गाए। उनका कुरा सुन्न कोही भेला नभए पनि उनलाई खासै फरक पर्दैन थियो। अरूले उनको जति खिल्ली उडाए पनि उनलाई केही फरक परेन। विक्रम सम्वत 2076 सालको उपनिर्वाचनमा उनी धरानको मेयरको चुनावमा उठेका थिए, जसमा उनले मात्र 422 मत पाए। तर यसले हर्क साम्पाङलाई हतोत्साही बनाएन। उनी आफ्नो अभियानमा लागिरहे। 3 वर्षपछि 2079 सालमा फेरि अर्को स्थानीय निर्वाचन आयो। त्यसमा पनि हर्क साम्पाङ उही चिर परिचित शैलीमा आफ्नो अभियानमा लागे। राजनीतिक दलका उम्मेद्वारहरूले तडक भडक सहित सभा र र्याली गरे। उनीहरूले रक्सीको खोलो बगाए, मासु र भात महिनौसम्म बाँडे। सबैका गाडी र मोटरसाइकलमा पेट्रोल भरिदिए। तर हर्क साम्पाङको र्याली वा सभा भएन। उनी मेयरमा उम्मेदवारी दिएको खबर पुर्याउन एक्लै धरानका चोक, गल्ली र घरका ढोका ढोकामा पुगे। आफ्नै हातले पर्चा बाँडे, उनीहरूको सेवक बन्ने बाचा गरे। नेपालको राष्ट्रिय झण्डा ओढेर हर्क साम्पाङ धरानका घर घर डुल्दै आफ्नो पर्चा पम्पलेट वितरण गरिरहेका भेटिन्थे। न उनीसँग ठूला ठूला आमसभा गर्ने साधन स्रोत नै थियो, न क्षमता नै। धेरैले उनको यो कार्यशैलीको मजाक उडाइरहेका थिए। तिनै हर्क साम्पाङले नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक वाम गठबन्धन र नेकपा एमालेलाई सहज रूपमा पराजित गर्दै धरान उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित भएका छन्। यो कुनै मामुली उपलब्धि होइन। धरानको निर्वाचन मूलतः खानेपानीको मुद्दालाई लिएर लडिएको थियो। त्यसमा धरानका आम मान्छेको जित भएको छ, तर यो जित पूर्ण छैन। हर्क साम्पाङले जुन सपना बोकेका छन् त्यो सहज छैन। हुन त हर्क साम्पाङले अहिले जुन सफलता हासिल गरेका छन् त्यो पनि लगभग असम्भव जस्तै नै थियो। भोलिका दिनमा आज असम्भव झैं लाग्ने उनका सपना र योजनाहरू यसरी नै साकार बनुन्। हार्दिक शुभकामना धरानका एक्ला यात्री हर्क साम्पाङलाई।